सामान्य समयमा त आकाशे पानीले यदि बर्खे बालीहरूलाई सपोर्ट गरिरहेको हुन्छ भने त्यति बेला अब सिँचाइ कति आवश्यक हो त्यो भान नहुन सक्छ। र जुन हिसाबले यसपालि ठुलो खडेरी परेको थियो त्यति बेला सबैतिरबाट चाहिँ ध्यान गएको थियो र नेपाल सरकारबाट पनि मध्य प्रदेशलाई विपद त्यो खडेरीको दृष्टिकोणले विपदग्रस्त क्षेत्र घोषणा पनि भएको थियो। त्यो समयमा तत्कालीन प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीज्यूबाट हेलिकप्टरमा यसो चाहिँ भ्रमण हुँदाखेरि उहाँले डिप ट्युबवेलहरू गाड्ने घोषणा समेत गर्नुभएको थियो। अब त्यो कार्यान्वयन पक्ष त्यसको कमजोर रहेको महसुस गरिएको छ। तथापि त्यो अवस्थामा जुन किसिमको अब नेपालभरिकै सबैतिर जुन कुराको भयो र त्यति बेला त्यो डिप ट्युबवेलको कुरामा विभिन्न किसिमका चर्चाहरू भए। त्यसमा चाहिँ पोजिटिभ नेगेटिभ दुईटै कुराहरू, सस्तो लोकप्रियता हो भन्ने कुराहरू पनि कतिपयतिरबाट आयो। तर वास्तवमा भन्ने हो भने डिप ट्युबवेल भनेको समाधान हो नि त। अरू ठुला सिँचाइ आयोजनाहरूको परिकल्पना त नगरेको होइन। सर्फेसबाट सिँचाइ हुने आयोजनाहरू बन्न वर्षौँ लाग्ने गर्छ। यो डिप ट्युबवेल चाहिँ तुरुन्तै गाड्ने तुरुन्तै प्रतिफल चाहिँ पाउन सकिने खालको हो नि त। यो डिप ट्युबवेलवालाहरूबाट गाडेर सिँचाइ तुरुन्तै गर्दाखेरि जबसम्म ती ठुला सर्फेस आयोजनाहरू बन्दैनन् त्यसभन्दा अगाडि नै यो डिप ट्युबवेलहरू गाडेको हजुरको 10 वर्षदेखि 15 वर्षमा यसको लगानी सहित प्रतिफल पनि यसको कैयौँ गुणा उठिसकेको हुन्छ। त्यसैले यो डिप ट्युबवेल, स्यालो ट्युबवेल, डिप ट्युबवेलहरूबाट सिँचाइको तत्कालीन समस्या समाधान गरेर खेतीको उब्जनी बढाउने, धेरै बालीहरू वर्षैभरि गर्यो भने अर्थतन्त्रमा ठुलो टेवा पुग्छ। एक किसिमको जुन बेरोजगारीको समस्या जुन छ त्यो पनि समाधान हुन्छ। किनभने अब एउटा बालीदेखि दुईटा बाली वर्षमा मात्रै लगाउने ठाउँमा यो डिप ट्युबवेलहरू भयो र स्यालो ट्युबवेलहरू भयो भने किसानको हातमा पानी हुन्छ, चाहिएको बेला सिँचाइ गर्न सक्छन्।